कथा सपनाको मूल्य। म नेपालको एउटा सामान्य परिवारको मान्छे थिएँ। जीवनमा कुनै ठुलो अभाव थिएन। खाना लाउन पुग्ने कमाइ थियो। परिवारसँग सामान्य तर सन्तुष्ट जीवन बितिरहेको थियो। तर मानिसको मन सधैँ टाढाको उज्यालोले आकर्षित हुन्छ। गाउँघरमा, सामाजिक सञ्जालमा र साथीभाइका कुराहरूमा युरोपको चमक देखिन्थ्यो। कसैले राम्रो कमाएको कुरा गर्थ्यो, कसैले सुन्दर जीवनको। बिस्तारै मेरो मनमा पनि एउटा सपना पलायो, युरोप जाने सपना। त्यो सपना यति गहिरो भयो कि एक दिन मैले पनि आफ्नो देश, आफ्नो परिवार र आफ्नो सहज जीवन छोड्ने निर्णय गरेँ। र यसरी म युरोपको सानो देश बोस्निया पुगेँ। बोस्निया पुगेपछि मैले कल्पना गरेको युरोप र वास्तविक युरोप बीच ठुलो फरक रहेछ भन्ने बुझ्न थालेँ। मैले सोचे जस्तो सजिलो जीवन त्यहाँ थिएन। काम अनिश्चित थियो, भविष्य अन्यलले भरिएको थियो। दिन बित्दै जाँदा मनमा एउटै कुरा आउन थाल्यो, जसरी भए पनि पोर्चुगल पुग्नुपर्छ। हामी 5 जनाको एउटा सानो समूह बन्यो। सबैको सपना एउटै थियो, राम्रो भविष्यको खोजी। बोस्नियाको राजधानीभन्दा केही पर रहेको ठाउँमा काम गरिरहेका हामी राजधानीमा आइपुग्यौँ र त्यहाँ एक रात बितायौँ। त्यहाँ एक रातले हाम्रो यात्रालाई अझ फराकिलो बनायो। हामीसँग भारतीय, पाकिस्तानी र बङ्गलादेशी साथीहरू पनि जोडिए। अब हामी विभिन्न भाषा, संस्कृति र देशका मानिसहरू थियौँ। तर हाम्रो लक्ष्य एउटै थियो, सुरक्षित र राम्रो जीवन। त्यसपछि सुरु भयो जीवनको सबैभन्दा कठिन यात्रा। कहिले कार, कहिले बस, कहिले ट्रेन त कहिले पैदल। हामी निरन्तर अगाडि बढिरहेका थियौँ। हाम्रो फोनमा नेटवर्क थिएन। परिवारसँग सम्पर्क टुटिसकेको थियो। घरमा आमा बुबा, दाजुभाइ, श्रीमती वा छोराछोरी कति चिन्तित होलान् भन्ने सोच्दा सोच्दै मनभरि भारी हुन्थ्यो। कहिलेकाहीँ कसैको हटस्पट वा वाइफाई भेटेमा मात्रै हामीले एउटा सानो सन्देश पठाउन सक्थ्यौँ, हामी सुरक्षित छौँ। एक रात मध्यरातको करिब 2 बजेतिर हामी एउटा ठुलो तालको किनारामा उभिएका थियौँ। त्यो ताल गरिसके पछाडि क्रोएसिया सुरु हुन्थ्यो। चारैतिर गाढा अन्धकार थियो, चिसो हावा चलिरहेको थियो। सानो डुङ्गामा बसेर हामी ताल पार गर्ने तयारीमा थियौँ। हाम्रो मनमा डर पनि थियो र आशा पनि। हामीलाई थाहा थिएन, माथिबाट ड्रोनले हाम्रा हरेक गतिविधिहरू निगरानी गरिरहेको थियो। डुङ्गा पार गरेर क्रोएसियाको भूमिमा पाइला टेक्ने बित्तिकै अचानक टर्चको उज्यालो हाम्रो अनुहारमा पर्यो। क्रोएसियाको प्रहरीले हामीलाई नियन्त्रणमा लिइसकेको थियो। त्यसपछि हामीलाई क्रोएसियाकै शरणार्थी केन्द्र तथा कस्टडीमा राखियो। त्यहाँ बिताएका 3 दिन मेरो जीवनका सबैभन्दा कठिन दिनहरूमध्येका थिए। न भविष्यको कुनै निश्चितता थियो, न परिवारसँग सम्पर्क। हामी केवल एक अर्कालाई हौसला दिँदै दिन कटाइरहेका थियौँ। 3 दिनपछि हामी त्यहाँबाट बाहिर निस्क्यौँ र क्रोएसियाको राजधानी पुग्यौँ। केही समयको विश्रामपछि फेरि हाम्रो यात्रा सुरु भयो। यसपटक हाम्रो लक्ष्य स्लोभानिया थियो। ट्याक्सीले हामीलाई सीमा नजिकसम्म पुर्यायो। त्यहाँबाट हामी पैदल हिँड्न थाल्यौँ। केही समयपछि एउटा पुरानो काठको पुल देखियो। त्यो पुल पार गरेपछि स्लोभानियाको भूमि सुरु हुन्थ्यो। हामी सावधानीपूर्वक पुल पार गर्दै अगाडि बढिरहेका थियौँ। तर भाग्यले फेरि अर्को परीक्षा लियो। पुल पार गर्न नपाउँदै स्लोभानियाको प्रहरीले हामीलाई समात्यो। हामीलाई सिधै प्रहरी चौकीमा लगियो। केही घन्टासम्म सोधपुछ गरियो। त्यसपछि हामीलाई शरणार्थी क्याम्पमा पठाइयो। त्यहाँ हामीले 3 दिन बितायौँ। 3 दिनको बसाइले हामीलाई जीवनको अर्को पाठ सिकायो। त्यहाँ संसारका विभिन्न देशका मानिसहरू थिए। सबैका आँखा थाकेका थिए, तर सपना अझै मरेका थिएनन्। 3 दिनपछि हामीले आफ्ना केही लुगा, सरसामान र झोलीझाम्टा त्यहीँ छोड्यौँ। अब सामानभन्दा ठुलो कुरा गन्तव्य थियो। यहीँ आएर हाम्रो बाटो छुट्टियो। हामीसँग स्लोभानियादेखि यात्रा गरिरहेका भारतीय, पाकिस्तानी र बङ्गलादेशी साथीहरूको यात्रा फरक दिशातिर मोडियो। उनीहरू आफ्नो बाटो लागे, हामी आफ्नो
सपनाका खोजीमा अगाडि बढ्यौँ। हामी सोल्भानियाको बस पार्क पुग्यौँ र त्यहाँबाट टिकट काटेर इटालीतर्फ लाग्यौँ। भाग्यवश इटाली प्रवेश गर्न त्यति गाह्रो भएन। सीमा अलि खुल्ला रहेछ, सहज रहेछ। हामी सफलतापूर्वक इटाली पुग्यौँ, तर समस्या अझै समाप्त भएको थिएन। हामीसँग फोन त थियो, तर नेटवर्क थिएन। हामी कहिले कसैसँग हटस्पट माग्थ्यौँ, कहिले रेल स्टेसन वा सार्वजनिक स्थानको वाइफाई खोज्थ्यौँ। परिवारलाई एउटा सन्देश पठाउन र एजेन्टसँग सम्पर्क गर्न पनि सङ्घर्ष गर्नुपर्थ्यो। अन्ततः हामी इटालीको एउटा रेल स्टेसनमा पुग्यौँ। एजेन्टले पठाएको लोकेसन अनुसार हामी एयरपोर्ट पुग्न सफल भयौँ। त्यहाँको चिसो भुइँमा बिताएको 24 घण्टा आज पनि मेरो स्मृतिमा ताजै छ। हामी कहिले भुइँमै सुतेका थियौँ, कहिले बाहिर यत्तिकै हिँडिरहेका थियौँ। आँखामा निन्द्रा कम थियो, भविष्यको चिन्ता धेरै। नेपालमा पहिले नै बुझाएको पैसा र हामी इटाली पुगिसकेर एजेन्टलाई बुझाएको पैसाले एजेन्टले हामीलाई टिकट पठायो। त्यो टिकट हातमा लिँदा यस्तो लाग्थ्यो मानौ लामो अन्धकारपछि एउटा सानो उज्यालो देखा परेको हो। धेरै दुःख, भोग, डर, अनिश्चितता, आँसु र सङ्घर्ष पार गर्दै अन्ततः हामी पोर्चुगलको भूमिमा पाइला टेक्न सफल भयौँ। पोर्चुगलको भूमिमा पहिलो पाइला टेक्दा मनमा एउटा अनौठो भावना जाग्यो। खुसी पनि थियो, थकान पनि थियो अनि अनगिन्ती सम्झनाहरू पनि। त्यस क्षण मैले पछाडि फर्केर मेरो यात्रालाई सम्झेँ। नेपालको सहज जीवन, बोस्नियाको सङ्घर्ष, तालको अँध्यारो रात, क्रोएसियाको कस्टडी, सोल्भानियाको शरणार्थी क्याम्प, इटालीको चिसो भुइँ, परिवारसँग सम्पर्क गर्न नसकेका दिनहरू र भविष्यको अनिश्चितता। त्यो दिन मैले एउटा कुरा गहिरो रूपमा बुझेँ। सपना देख्न सजिलो हुन्छ, तर त्यसलाई पुरा गर्न कहिलेकाहीँ जीवनको सबैभन्दा कठिन बाटो हिँड्नुपर्छ। युरोपको चमक ढमकबाट जति सुन्दर देखिन्छ, युरोपको चमक टाढाबाट जति सुन्दर देखिन्छ, त्यससम्म पुग्ने बाटो त्यति नै काँडाले भरिएको हुन सक्छ। तर सङ्घर्षले मलाई एउटा कुरा सिकायो, मानिसको सहन शक्ति उसको कल्पनाभन्दा धेरै ठुलो हुन्छ। जब आशा जीवित हुन्छ तब मानिसले समुद्र, सीमा, जेल, भोग र अनिश्चितता सबै पार गर्न सक्छ। र आज पनि यो यात्रालाई सम्झिँदा मनमा एउटै कुरा आउँछ, हरेक सपनाको एउटा मूल्य हुन्छ र मैले मेरो सपनाको मूल्य सङ्घर्षले तिरेको थिएँ।